हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म हजुरको माइज अर्पणा के स्वागत छ हजुरले मेरो च्यानलमा। नयाँ भ्युअर्सहरु हुनुहुन्छ भनेदेखि उहाँहरूले लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न सक्नुहुन्छ र प्लस मेरो खाना पनि अर्डर गर्न सक्नुहुन्छ। खाना अर्डरको लागि चाहिँ हजुरले 9807 29 735 है त। यो चाहिँ हजुरको आफ्नै घर यहाँनिर केही डराउनु पर्दैन। यदि हजुर भेज हुनुहुन्छ भनेदेखि भेज खाना पनि अर्डर गर्न सक्नुहुन्छ, किन भन्दा म अलरेडी भेजिटेरियन हो हैन। अनि अब यहाँनिर केही डराउनु पर्दैन। अर्डरको लागि चाहिँ हजुरले एक दिन अगाडि सम्झिनु पर्ने हुन्छ। मैले प्रत्येक भिडियोमा भनिरहेको हुन्छु हैन। अनि अब कतिले फेरि अब मैले अस्ति पनि भनेको थिएँ, हिजो पनि त्यस्तै भयो। फेरि 6 बजे खानुको लागि उहाँले यस्तै 5:30 मा गर्नुभयो। अब अलरेडी सामानहरु हुँदैन, सामानहरु लिएर आउने यहाँनिर टाइम लाग्छ हैन। अनि अब यहाँनिर अब 2 जनाको खाना हुन्छ, आमा छोराको खाली नै हुन्छ घर हैन। त्यो भएर चाहिँ हजुरले एक दिन अगाडि सम्झिनु भयो भनेदेखि चाहिँ ताजा फ्रेश सामानहरु लिएर चाहिँ मैले खाना बनाएर पठाउने गर्छु। अनि आजको अर्डर फेरि नानुले हाम्रो दरबार स्क्वायरबाट गर्नु भएको छ। उहाँले चाहिँ पहिलेदेखि भिडियो हेर्नुहुन्छ रहेछ, तर सुजुकीको भिडियो हेरेर, सुजुकी भनेको चाहिँ मेरो साथी सुजुकरी, हजुरले चिन्नुहुन्छ होला, बच्चादेखिको साथी। उसलाई मैले खाना पठाएको थिएँ 10 दिन अगाडि र उसले त्यो भिडियो चाहिँ हिजो हालिदिरहेछ। अनि त्यहाँनिर गएर हेरेर नानुले फेरि आज यसरी के भन्नुहुन्छ, हाम्रो कति डिस्टर्ब पनिर चिल्ली र प्लस हाम्रो चिकन विङ्स भन्नुभएको छ। चिकन विङ्स चाहिँ हाम्रो 5 पिस भन्नुभएको छ। मैले यहाँबाट 1-2 पिस बढी पठाउने गर्छु हैन। मेरो तर्फबाट चाहिँ यहाँनिर मैले जति सक्दो बढी पठाउने कोसिस गरिरहेको छु। पनिर चिल्लीमा चाहिँ एकदमै पिरो कम भन्नुभएको छ। हजुरले पिरो बढी, पिरो कम, चिल्लो बढी, चिल्लो कम, नुन वाक्क, नुन कम जस्तो पनि भन्न पाउनुहुन्छ, तर एक दिन अगाडि भन्नुपर्ने हुन्छ। हजुर यदि विदेशमा हुनुहुन्छ भनेदेखि आफ्नो फ्यामिलीको लागि अर्डर गर्न सक्नुहुन्छ र प्लस नेपालमा हुनुहुन्छ भनेदेखि आफ्नो लागि अर्डर गर्न सक्नुहुन्छ। र हिजो मैले नानुहरू त्यहाँनिर मेरो पेमेन्ट बारे बुझ्न खोजिरहनु भएको थियो, कति डिस्टर्ब भइरहेको। अनि हिजो मैले हालेको छु पेमेन्टको 3 महिनामा आएको छ, के कति आएको छ। यदि हेर्नु भएको छैन भनेदेखि चाहिँ गएर हेर्न सक्नुहुन्छ। नानुहरूको रिक्वेस्टमा मैले यसरी गरेको हो, नत्र भनेदेखि मैले पेमेन्टको भ्लग एकचोटि मात्र राखेको छु, त्यो पछि राखेको छैन हैन। अनि अर्को कुरा, ओभनको यो ढोका खै माइजु भनेर सोध्नु भएको छ। ओभनको ढोका यही नै छ, यही नै हो ओभनको ढोका चाहिँ। यो चाहिँ सिसाको हो हैन। मैले चाहिँ त्यो क्लिन गरेर पुछे गरिरहेको हुन्छु, त्यो भएर पनि यहाँनिर खाली जस्तो देखिने अवस्था, ढोकै नभए जस्तो देखिने अवस्था के हेर्नुहोस् न। ल ठीक छ गाइजहरु, मैले चाहिँ दरबार स्क्वायरमा यसरी खाना पठाउँदैछु। अब चाहिँ म खाना बनाउन स्टार्ट गर्छु है त। नानुले चाहिँ 5 पिस भन्नुभएको छ, मैले चाहिँ यहाँबाट 6 पिस पठाइदिँदैछु र 1-2 पिस छोरोको लागि पनि बढी लिएर आएको छु हैन। हजुरले चाहिँ यो आफ्नो इच्छाले कति पिस खानुहुन्छ हजुरले हैन, 5 पिस, 6 पिस, 10 पिस त्यो हजुरले भन्नुपर्ने हुन्छ। अनि त्यो अनुसारले चाहिँ मैले पसलमा गएर लिएर आउँछु। अब चाहिँ म म्यारिनेट गरेर राख्न जाँदैछु। चिकन विङ्स चाहिँ म्यारिनेट गरिसकेको छु। अब चाहिँ मैले 2-3 घण्टा जस्तो फ्रिजमा राखिदिन्छु, किन भन्दा मसँग अलिकति यहाँनिर टाइम छ। अनि त्यो हुनाले चाहिँ अब चाहिँ म हाम्रो यो के भन्नुहुन्छ पनिर चिल्लीको लागि सबै सामानहरू रेडी गर्न जाँदैछु। यहाँनिर पनिर तार्छु भनेको भर्खरै फेरि बत्ती जानुभयो, हेर्नुहोस् न। तेल यसरी तात्दै हुनुहुन्छ हैन। यो हाम्रो नेपालको एकदमै बत्तीको प्रब्लम कामहरूमा एकदम झ्याउ हुने के। बत्ती अहिलेसम्म आउनु भएको छैन यहाँनिर, हेर्नुहोस् त। यो चाहिँ मैले के भन्नुहुन्छ हाम्रो यो पनिरलाई चाहिँ एकदमै कडा गरी निकालेको छु हैन। र प्लस यहाँनिर पनिर चिल्लीको लागि सबै भेजिटेबलहरू यसरी काटेर राखेको छु। नानुले चाहिँ पिरो एकदमै नगरिदिनुस् माइजु, खाना गाह्रो हुन्छ भन्नुभएको छ। अनि त्यही अनुसारले चाहिँ गर्दिन जाँदैछु। अनि मेरो आफ्नो यहाँ अर्को कुरा है त गाइजहरू, यो पनिर चिल्लीमा मलाई बेस्ट पार्ट एकदमै मलाई आफूलाई खान मनपर्ने भनेको चाहिँ एकदमै बढी भेजिटेबलहरू एकदमै मनपर्छ। पनिर भन्दा बढी भेजिटेबल हालिदिनुहोस् भन्ने गर्थेँ कि मैले पहिला रेस्टुरेन्टतिर जाँदाखेरि। अहिले घरमा बनाएर खाँदा पनि मैले मजाले भेजिटेबल राखेर खाने गर्छु। तर पठाउनुको लागि चाहिँ मैले सबै क्वान्टिटी हिसाबले मिलाएर पठाउनु पर्ने हुन्छ। हजुर पनि यस्तै गरी अर्डर गर्न सक्नुहुन्छ है त। हेर्नुहोस् त यहाँनिर हाम्रो पनिर चिल्ली कस्तो खाउ लाग्दो हुनु भएको छ, तर स्पाइसी चाहिँ छैन। मैले एकदमै पिरो कम गरिदिएको छु। यदि हजुर पनि खान चाहनुहुन्छ भनेदेखि चाहिँ अर्डर गर्न सक्नुहुन्छ है त। पनिर चिल्ली चाहिँ आज मैले धेरै पछि पठाइरहेको छु, होइन भनेदेखि चाहिँ यहाँनिर अरू अर्डर गर्नुहुन्छ। पनिर चिल्ली चाहिँ खासै धेरै अर्डर गर्नुहुन्न, यो फेरि भेजमा पनि पर्छ नि त। अनि त्यो हुनाले पनि होला सायद। हाम्रो चिकन विङ्स म्यारिनेट गरेर पनि मैले हैन 2 घण्टा जस्तो यत्तिकै छोडिदिएको थिएँ। अघि पनि भनेको थिएँ मैले 5 पिस भन्नुभएको छ, 1 पिस मेरोबाट बढी जान्छ हैन। अनि यस्तो पिसको टाइपहरू चाहिँ म बढी पठाउँछु, अचारहरू त्योहरू हैन। अनि अब यहाँनिर भाँडो रेडी गरेको छु। भाँडो तताउनु पर्छ, तेल बसाल्नु पर्छ। हजुरले पनि आफ्नो इच्छाले अर्डर गर्न सक्नुहुन्छ। चिकन विङ्स चाहिँ यसरी फ्राई हुँदै हुनुहुन्छ हैन।
र प्लस फेरि एकचोटि हाम्रो के भन्नुहुन्छ पनिर चिल्ली तातो गरी पठाउनुपर्छ नानुको लागि। अघि एकछिनमा बनाएको थिएँ, जाडोको महिना छ होइन, त्यो भएर चाहिँ फेरि तताउनु पर्ने हुन्छ। चिकन विङ्स पनि यसरी रेडी भइसक्नु भएको छ। नानुले 5 पिस भन्नुभएको छ, मैले चाहिँ 1 पिस बढी गरिदिएको छु। अब चाहिँ म हाम्रो के भन्नुहुन्छ पनिर चिल्ली चाहिँ प्याकिङ गर्न जाँदैछु है त। हजुरहरू पनि आफ्नो इच्छाले यस्तै गरी अर्डर गर्न सक्नुहुन्छ। यहाँनिर मैले लाइभ देखाइरहेको हुन्छु होइन। यहाँनिर हाम्रो नानुको लागि मैले पनिर चिल्ली पनि यसरी रेडी गरिसकेको छु। पिरो नहालिदिनुहोस् भन्नुभएको थियो, यसमा चाहिँ पिरो छँदै छैन। अब चाहिँ म पठाउँदै बोलाएर चाहिँ पठाउनुपर्छ नानुको लागि तातो तातो। हाम्रो दरबार स्क्वायर नानुको खाना पठाइसकेपछि होइन, पठाइसकेपछि भन्दा पनि यहाँनिर 2 घन्टा पछि अनि अदुवा लसुन चाहिँ यसरी केलाएर राखेको छु, क्लिन गरेर ब्लेन्डर गर्नुपर्छ। मैले चाहिँ किलो गरेर धेरै गरेर राख्दिनँ, यो 2-3 दिनको लागि मात्रै हुन्छ। त्यो पनि फेरि घरको आफ्नो आमा छोराको खानाको लागि युज पनि हुन्छ होइन। एकदमै ताजा पाउँछ यहाँनिर। यो चाहिँ हजुरको आफ्नै घर हो, आफ्नो इच्छाले जस्तो खाना पनि भन्न सक्नुहुन्छ। अनि अब केही डराउनु पर्दैन, भेज नन भेज सबै हुन्छ। जस्तो हजुरले मेनुमा प्राइस देख्नु भएको छ त्यो अनुसारको खाना मैले पठाइरहेको हुन्छु र सबैले मन पनि पराइदिनु भएको छ। र अर्को कुरा गाइजहरू, नानुले चाहिँ खाना पुगेर पनि खाएर पनि सबै खाना कस्तो मिठो लाग्यो, दामी लाग्यो भन्नुभएको छ। धन्यवाद नानु हजुरलाई। अब यो जाडोभरि यहाँनिर तातो पानी देखाइरहेको हुन्छु, किन भन्दा औषधि हो होइन। एकदमै यहाँनिर खोकी लागेर असल्झिने अवस्थाकै यो घाँटीले होइन। र प्लस यहाँनिर हेर्नुहोस् त, यो मेरो कमाइ खाने भाँडो, हजुरले कति हेल्प गरिदिनुहुन्छ मलाई। यो छोरोले क्रिस केसी लेखेको छ, यो चाहिँ सबै मेरो ह्यान्ड राइटिङ चाहिँ नदेखाऊ, बेइज्जत हुन्छ अरे के। अनि गाइजहरू नानुहरू, त्यहाँनिर मैले त्यो के भन्नुहुन्छ युट्युब पेमेन्टबारे हजुरले रिक्वेस्ट गर्नुभएको थियो। यदि हजुरले हेर्नु भएको छैन भनेदेखि चाहिँ गएर हेर्न सक्नुहुन्छ। हिजो राखेको छु मैले नानुहरूको रिक्वेस्टमा है त। नानुहरू मेरो पैसा आएको छ 3 महिनामा र प्लस घरबेटी आमालाई पनि दिइसकेको छु। नानुहरू गएर हेर्न सक्नुहुन्छ हस्। अनि हाम्रो युट्युबको भ्युवर्स नानुहरू दिदीहरू होइन, दाइभाइहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र प्लस मेरो खाना अर्डर गरिदिनुहुन्छ उहाँहरूको लागि पनि एकदमै धन्यवाद है त। हजुर हुनुहुन्छ भनेदेखि म छु, हजुर यदि हुनुहुन्न भनेदेखि म केही पनि छैन यहाँनिर। अब फुफु गर्दै तातो पानी पिउँछु हस्। भर्खरै यहाँनिर पसल गएर कुद्दै सामानहरू लिएर आएको छु। कहिलेकाहीँ रारा चौचौ खानुपर्छ, किन भन्दाखेरि जाडोमा सुप खानुपर्छ अरे के आज। अनि अब यो चाहिँ पुलाउ चामल हो, मैले धेरै ल्याउने गर्दैन, 2-2 किलो लिएर आउँछु। जम्मा 1 कप बाँकी थियो। अब धेरै लिएर राखे पनि यहाँनिर त्यो घुन लाग्ने किरा पर्ने अवस्था हुन्छ। यो चाहिँ हाम्रो घरको खाना हो, शुद्ध बनाएर पठाउनुपर्छ मैले होइन। र प्लस तेलहरू पनि मैले हाफ लिटर लिएर आउँछु, जति चाहिन्छ त्यति लिएर आउँछु। अनि यो चाहिँ आमा छोराको चामल छुट्टा छ, यो फेरि हामी के भन्नुहुन्छ यो पानी फ्यालेर माड तालेर खाने गर्छौँ। र प्लस यहाँनिर मेरो के भन्नुहुन्छ प्रोटिन बदाम मलाई दिनदिनै खानुपर्छ। आज मैले 1 पाउभन्दा बढी लिएर आएको छु। खाँदा खाँदा सिधियो कि गाइजहरू, यहाँनिर हेर्नुहोस् न। हेर्नुहोस् त यहाँनिर आज चाहिँ यसरी मैले पर्सनल तरकारी देखाइरहेको छु, जुन आमा छोराले खाने गर्छौँ। आज चाहिँ मैले जोगी तरकारी जस्तो बनाएको छु। आज दाल बनाएको छैन, छोराले फेरि दिनदिनै दाल खाँदा फेरि वाक्क मान्छ कि भन्ने जस्तो लाग्छ के। मजाले 5 फुडन फुराएर होइन यो जाडोको अवस्थामा चाहिँ यसमा मैले गाजर अनि त्यसपछि हाम्रो बोइल गरेको आलु अनि प्लस के भन्नुहुन्छ बन्दा मिक्स गरेको छु, 5 फुडन फुराएर मिठो होइन। यो चाहिँ यसरी पर्सनल हामी आमा छोराले खाने गर्छौँ, बिहाइन्ड द सिन होइन। अनि अब 5 फुडन एकदम मनपर्छ मलाई टेस्ट। मैले आफ्नो लागि बनाउँदा फेरि यहाँनिर 5 फुडन राखेर बनाउने गर्छु। यदि हजुरले पनि 5 फुडन राखेर ट्राई गर्नुभयो भनेदेखि चाहिँ घरमा होइन एकदमै मिठो स्वाद आउँछ। जुन हामीले मेथी फुराउँछौँ त्यसको ठाउँमा चाहिँ 5 फुडन फुराउनुहोस् त घरमा, कस्तो मिठो हुन्छ होइन। तर मैले चाहिँ हजुरहरूले जुन अर्डर गर्नुहुन्छ त्यसमा चाहिँ मेथी फुराएर पठाउने गर्छु। किन भन्दा 5 फुडनमा धेरै किसिमको फुडनहरू मिक्स हुनुहुन्छ, गेडागुडीहरू, कतिलाई सोपहरू त्यो केहरू नमन पर्न सक्छ। अनि त्यो हुनाले चाहिँ ल ठिक छ गाइजहरू, आजको यो भिडियो मैले यसरी यहीँनिर जोगी तरकारीको साथमा चाहिँ अन्त्य गर्न चाहन्छु। एकदमै हेल्दी हो यो। शनिबारको दिन मात्रै हामी चाउचाउ खान्छौँ 1 दिन होइन, अरू टाइम चाहिँ यस्तै हुन्छ। अनि अन्नदाताको साथमा चाहिँ यसरी बिदा हुन चाहन्छु। हजुर पनि आफ्नो इच्छाले अर्डर गर्न सक्नुहुन्छ है त। आजको भिडियो यति थियो, फेरि अर्को नेक्स्ट भ्लगको साथमा आउनेछु। आजको लागि बाई बाई, जय शम्भु।